भाग्छ भन्छ। अब यस्तो यस्तो छ। अब अस्ति एउटा केस मृत्यु भएको तपाईँहरूको आएको थियो होला नि त होइन, थाहा भयो होला नि त। राइडर उसले बोकेर हिँडिरहेको बाटोमा फोन आएछ, यसो पछाडिपट्टि त्यो पेसेन्जरले मोबाइल झिक्दाखेरि डिसब्यालेन्स भएर लड्यो, कोमामा जानुभयो उहाँ। त्यो उपचार कसले गर्ने त? अब त्यो पेसेन्जर के अरे राइडरले के गर्यो, 60 कि 75,000 रुपियाँ उसमा कता कताबाट खोजेर दिनुभयो। अब खर्च कति आइरहेछ त्यतिखेर, 5 लाख 10 लाख आइसक्यो। कोमामा जाने बित्तिकै दिनकै कति हजार खर्च हुन्छ। अब त्यो रिस त हुन्छ नि। अब पेसेन्जरलाई जेलमा हालिदिनु भयो, मसँग पैसा छैन, कारागारमा छ अहिले पनि होइन, जेलमा हालिदिनु। अब त्यो त के भने उसलाई चाहिँ अब त्यो के लाग्छ भने अब उसले नै उपचार गर्नु पर्यो। यो कुरा सरकारले मिलाउनु परेन। एक्सिडेन्ट भएपछि कम्पनीले त्यो लिनु परेन, कम्पनीले लिनुपर्छ क्या त्यो चाहिँ दायित्व। यो लिँदैन भने तिमीहरूले यहाँनिर राख्नु पाइँदैन कम्पनी। त्यो राइडर अहिले पनि नखुमा छ कि। यता मृत्यु भयो, तर यो 2-3 महिनापछि, लगभग 2 महिनापछि त्यो पेसेन्जरको मृत्यु भएको छ। मृत्यु भएर दुःखद समाचार आयो। पछि लास निकाल्नलाई उहाँसँग पैसा थिएन, धेरै खर्च भइसक्यो नि त। राइडरले यस्तो भनिसक्यो, मसँग 75,000 थियो, यो एउटा बाइक छ, त्यो पनि स्प्लेन्डर बाइक, अब यही बेचेर लानुहोस्, छैन मसँग, बरु मलाई जेलमै हालिदिनुहोस् भनेर अहिलेसम्म छ कि। यता मृत्यु भयो। यदि सही ठाउँ